अहिले कांग्रेसले कस्तो कुरो उठायो कहीँबाट पैसा उठाएन छ अब बेसियालाई खोलौँ भन्दै थियो नेपाली चेली बेच्दा पनि भएन अब यी खुलेआम बेसियालाई खोलौँ भन्दैछन् सांसदहरू च्याप्पसँग त मुखमा खेकारेर नि त्यो पहेँलो खेकार चाहिँ थुक्नु पर्ने क्या त्यही माननीयले आफ्नो श्रीमती र छोरी लगेर त्यो धन्दामा राख्नु गुण्डाहरूको पनि गुण्डा हो दुर्गा प्रसाई राजासँगै मेरो फोटो पनि जलाएका छन् मेरो अगाडि पर्यो भने त्यसको निधार 3 इन्ची सर्छ मलाई प्रधानमन्त्री चाहिए पनि होइन आउनुहोस् यो लडाई जितौँ तपाईँ नै खानुहोस् प्रधानमन्त्री म बनाइदिउँला तपाईँलाई प्रधानमन्त्री हजुरबुवा छोरो पनि पठाउँछ छोरी पनि पठाउँछ नाति नातिना पनि विदेश पठाउन बाध्य भएको छ बाध्य बनाउने व्यवस्था भनेकै गणतन्त्र हो गणतन्त्रको अन्त्य गर्नु अति जरुरी छ मैले धितो राखेर सम्पत्ति लिएको ठगेको होइन मैले पैसा तिर्न सकिनँ भने मेरो सम्पत्ति लिलाम गरेर बैंकले लान्छ मैले जोड दिएको सम्पत्तिमा मेरो नातिले त मोज गर्छ त तपाईले गर्नुहुन्छ यही तपाईले गर्दै हुँदा त बिग्रियो त यहाँ एक्लै काफी के कुरा गर्नुहुन्छ तपाई म राप्रपाका साथी जस्तो सुराल मुतेर हिँड्ने मान्छे हो हाम्रा माग राजा आएपछि पुरा हुन्छ म राजेन्द्र दाई धवल दाई देखि लिएर कमल थापा दाई केशर बहादुर बिष्ट त्यो राजावादी सन्तोष राजावादी मनोज सापकोटा राजावादी हाम्रो पशुपति खड्का जति हुनुहुन्छ विष्णु राजावादी सबैलाई एक ठाउँमा आएर यो हाम्रो चैत 15 गतेदेखि हुने जनविद्रोहको घोषणा सभा र जनविद्रोहलाई जनताले गर्ने विद्रोह हो यो जनताले विद्रोह गर्ने विद्रोहलाई जनविद्रोह हुन्छ भन्छ यो विद्रोहमा साथ दिनको लागि आज हामीले यो पर्चा हामीले यो हेर्नु होला तपाईहरुले फर्स्ट नेपाल फर्स्ट नेपाली यो पर्चा हामीले एक घर एक पर्चा एक व्यक्ति एक पर्चा यो चुले निम्तो 15 गतेलाई साथै नेपाल भरिका नागरिकहरू जो जहाँ छन् काठमाडौँ आउन सक्ने आफ्नो पैसा खर्चमा आउने लड्ने आफ्नो लागि तपाईहरुको घर जग्गा जमिन जोगाउने हो मेरो होइन मैले मेरो लागि गरेको होइन र यहाँ जुन हिजोदेखि खेल भयो अस्तिदेखि जुन खेल भयो एउटा मञ्चन रचियो राजाको नजिक को हुने भनेर म राजाको नजिक भन्दा पनि जनताको नजिक हुन चाहन्छु राजाको नजिक भन्दा पनि जनताको नजिक हुन चाहन्छु है म र म राजालाई के भन्छु भने सरकार तपाईं र नागरिकहरूका आँखाबाट आँसु झर्न दिन्न यदि आँखाबाट आँसु झर्यो भने यी हातले थाप्छ दुर्गा प्रसाईले यी हात छन् मसँग थाम्ने तपाईको आँखाबाट आँसु झर्न दिँदैन दुर्गा प्रसाईले र नागरिकका आँखाबाट आँसु झर्न दिँदैन किनभने 3 वर्ष यो आन्दोलन लडेर यहाँ ल्याइ पुर्याउँदाखेरि मैले धेरै पसिना बगाएको छु धेरै दुःख गरेको छु मेरो परिवारदेखि लिएर मेरो सम्पूर्ण सम्पत्तिले दुःख पाएको छ मेरो अहिले बैंक खाता रोक्का हुँदा पनि म चलेको छु तस्करहरुसँग लड्नको लागि र म सरकारलाई के भन्छु भने तपाईलाई लगेर देखाएर रोटी साट्नेहरुसँग तपाई होशियार हुनुस् मलाई तपाईलाई देखाएर रोटी साट्नु छैन मसँग त लघुवित्त पीडित सहकारी पीडित बैंक पीडित विदेश गएका युवाहरू छटपटेका विदेशका खाडीमा 7000 युवाहरू जेलमा छन् तपाईलाई म एउटा कुरा भन्छु मेरा लागि ती जनता छन् ती नागरिक छन् जो पीडित छन् 4 लाख परिवारको त तपाईको अहिले थाहा छ ब्ल्याक लिस्टमा परेका छन् बैंकको ती सबै आउनुपर्छ अब सडकमा मैले भने त यो व्यवस्था परिवर्तन भएर म ठाउँमा पुगौँ त्यही दिन राति जम्मैका जग्गा फिर्ता हुन्छन् जम्मै ब्ल्याक लिस्टबाट पुग्छन् त्यो फुगाउने काम दुर्गा प्रसाईले गर्छ मैले भनेको छु त्यसले गर्दाखेरि हामीले शहीद 15 गतेको लागि जनविद्रोह र हामीलाई सरकारलाई म यो च्यालेन्ज गर्छु फेरि कुरो बुझ्नु हो कि फेरि हाँसी गर्नु पर्यो नि म कसैलाई मुख छाड्दिन हरेक नागरिकले खुकुरी बोकेर आउँछ अब हरेक नागरिकले आफ्नो रक्षा गर्न आफ्नो देशको रक्षा गर्न आफ्नो धर्म रक्षा गर्न आफ्नो परिवार रक्षा गर्न यहाँ हजुरबुवाले नातिसँग बस्न पाएन हजुरआमाले नातिसँग बस्न पाएन हजुरबुवा र हजुरआमाको सम्बन्ध नातिसँग कस्तो हुन्छ त्यो सम्बन्धलाई विखण्डित बनाइदिएको छ हजुरबुवा छोरो पनि पठाउँछ छोरी पनि पठाउँछ नाति नातिना पनि विदेश पठाउन बाध्य भएको छ बाध्य बनाउने व्यवस्था भनेकै गणतन्त्र हो त्यसले गर्दाखेरि गणतन्त्रको अन्त्य गर्नु अति जरुरी छ हामी झगडा नगरौं हामी नबाजौं राजेन्द्र दाइलाई अहिले म पनि भन्छु म
अन्तिम पल्ट पनि भन्छु सबै अग्रजहरूलाई, तपाईहरू एक ठाउँमा उभिएर यो हाम्रो अभियान भनेको महाअभियान हो। यो नेपालको झण्डा बोकेको, राष्ट्रिय झण्डा बोकेको, राजा सहितको हिन्दू अधिराज्य स्थापना गर्ने यो अभियान हो। यो अभियान भनेको महाअभियान हो। महाअभियानमा तपाईहरू आएर मिसिन म अनुरोध गर्छु। नभए भोलि पर्सि राजेन्द्र भाइ तपाईहरूलाई पछुतो होला। केपी ओली र प्रचण्डहरूलाई त भइसक्यो, तपाईँलाई पनि भोलि पर्सि जनताले बढार्लान्। म दाजुलाई यही भन्छु यहाँबाट। दाजुलाई अरू कुरो भन्दिनँ। म तपाईँ जस्तो राजनीति गर्न पनि जान्दिनँ। म माननीय पनि होइन, सांसद पनि होइन, प्रधानमन्त्री पनि होइन, मन्त्री पनि होइन। मलाई प्रधानमन्त्री चाहिए पनि होइन। आउनुहोस् यो लडाइँ जितौँ, तपाईँ नै खानुहोस् प्रधानमन्त्री। म बनाइदिउँला तपाईँलाई प्रधानमन्त्री, मलाई चाहिए छैन। नागरिकले दुर्गा प्रसाद तैँले छोड्नु हुँदैन भन्यो भने मेरो घर गएर त्यतिखेर म सोचौँला। नभए मैले प्रधानमन्त्री हुन्छु, सांसद हुन्छु भनेर मैले यत्रो खर्च गरेको होइन। यो कुरा बुझ्नुहोस्। त्यसले गर्दाखेरि मलाई धेरैजना साथीहरूले लोन लिखा, पैसा ब्याङ्कको मिना हुन्छ। मेरो ब्याङ्कको पैसा मिना गर्नु पर्दैन, किनभने मैले धितो राखेर सम्पत्ति लिएको ठगेको होइन। मैले पैसा तिर्न सकिनँ भने मेरो सम्पत्ति लिलाम गरेर ब्याङ्कले लान्छ। यसमा मलाई त्यो चिस्याउनु पर्दैन झोलेहरूले। र केही साथीहरूले राजासँगै मेरो फोटो पनि जलाएका छन्। मेरो अगाडि पर्यो भने त्यसको निधार 3 इन्ची सर्छ। त्यसको निधार काट्छु भन्थ्यो कि त्यसले कति काटेको रहेछ, हामीले कहाँ काटेको रहेछ, हाम्रो रेकर्ड खोजोस्। मैले भने त गुन्डाहरूको पनि गुन्डा हो दुर्गा प्रसाद, डनहरूको डन हो दुर्गा प्रसाद, नेताहरूको पनि नेता हो दुर्गा प्रसाद, नेपाली जनताको नि आशाको केन्द्रबिन्दु हो, मोमबत्ती हो दुर्गा प्रसाद। यो कुरा बुझौँ। र मैले राजा र नागरिकको विषयमा भने राजा र नागरिकको आँखाबाट झरेको आँसु दुर्गा प्रसादले थाप्छ। तपाईहरु साथ दिने कि नदिने हो? मिडिया साथीहरु दिने हो नि? बोल्नु भएन त साथीहरु। त्यसले गर्दाखेरि सम्पूर्ण राष्ट्रवादी साथीहरुलाई एक ठाउँमा उभिएर 15 गते देखि हुने जनविद्रोहमा साथ दिनु होला। मलाई फेरि पक्रिन सक्छ नि, मलाई पक्रिन सक्छ, म भाग्दिन। म मेरा हजुरबुवालाई पनि भन्छु, मेरा पूर्व अध्यक्ष प्रचण्डलाई पनि भन्छु, माधव कुमार नेपाललाई पनि भन्छु, शेरबहादुर देउपालाई पनि अन्तिम पल्ट भन्दैछु। हिजो गणतन्त्र ल्याउन हामीले तपाईलाई साथ दियौं, आज राज संस्था ल्याउन तपाईहरु हामीलाई साथ दिनुहोस्। आउनुहोस् मिलेर देश बचाऊ, देश जोगाऊ। तपाईहरु मारवाडीको हली हुनुभन्दा, खुरुखुरु मारवाडीको निर्णय गर्नुभन्दा हामी नागरिकको निर्णय गर्नुहोस्, राजालाई शिरमा राख्नुहोस्। राजा फ्याक्नु नै तपाईहरुको दुर्दशा हो, नभए भोलि तपाईहरुले भागेर जाने ठाउँै पाउनु हुँदैन। 40 लाख त दिल्लीमा मात्रै 20 लाख नेपाली बस्छन्। तपाईको त्यहाँ नोइडाकै घरमा जान्छन्। त्यहाँ प्रचण्डलाई भनिदिनु नोइडाकै घरमा जान्छन् हो। दुबईको तपाईको सम्पत्ति त खाइदियो, प्रकाशले लगेको 2600 करोड। कि तपाईँ भागेर अमेरिका जानुभयो भने तपाईको त मुद्दा हिर्छ, तपाईलाई त्यही थुनिहाल्छ। भाग्ने तपाईँ जाने इन्डिया हो, इन्डियामा लेबरले लखेटी मार्छन्। त्यसले गर्दाखेरि म तपाईहरु सबैलाई बचाउँछु। तपाईहरुले रक्तपातविहीन रक्तहीन जसरी राजाले सत्ता हस्तान्तरण गरेका थियो नि, त्यसरी तपाईँ जहाँ हिजो सत्ता लिएको थियो त्यहाँ बुझाउनुहोस्। यो तपाईहरुलाई मौका हो। म त एउटा कुरा के छ भने नि, यो लडाईँ जित्यो भने जिते हस्तिनापुरको राज मरे चप्परी मुनिको बास हो। म त्यसरी निस्केको मान्छे हो। म मर्न पनि सक्छु, थुनिन पनि सक्छु। तपाईहरु यो कुरा क्लियर हुनुहोस्। तर नागरिक बाँच्नुपर्छ। म मर्दाखेरि नागरिक बाँच्नुपर्छ भनेर हिँडेको। मेरो बरु सकियोस्, नागरिकको नसकियोस् भनेर हिँडेको मान्छे हो। म बरु जेल बस्छु, नागरिकहरू जेल नबसुन् भनेर हिँडेको मान्छे हो। कुरा बुझ्नुभयो? म मेरो स्वार्थको लागि हिँडेको मान्छे होइन। कुरा बुझ्नुभयो कि भएन तपाईहरुले? त्यसले गर्दाखेरि 15 गते हामीले काठमाडौँ रिङ रोड भित्र त नि कहाँ हिँडेको भन्दाखेरि नि अभियानमा को हो तपाईँ भन्दा दुर्गा प्रसाद। एक नागरिक एक दुर्गा प्रसाद एक नेपाली झण्डा जितिहालियो नि।
गणतन्त्र गइगयो नि, गएन होइन? त्यसले गर्दाखेरि यो गणतन्त्रले के गरेन, के मात्रै गरेको छैन। अहिले काङ्ग्रेसले कस्तो कुरो उठायो, कहीँबाट पैसा उठाइन छ, अब बेसियालाई खोलौँ भन्दै थियो। अब विदेशमा लगेर भुटान, नेपालीलाई भुटानी बनाएर बेच्दा पनि भएन, नेपाली चेली बेच्दा पनि भएन। अब यी खुलेआम बेसियालाई खोलौँ भन्दैछन् सांसदहरू। मुखमा नि च्याप्प समातेर मुखमा खेकारेर नि त्यो पहेँलो खेकार चाहिँ थुक्नु पर्ने क्या। के बोलेको त्यस्तो? अब चेलीबेटी त्यो बोल्नेले उसको परिवार ल्याएर राख्नु नि, उसको छोरी राख्नु। त्यो बोल्दै थियो एउटा, यिनै माननीयले गर्नु नि त्यो काम। गर्दा हुन्छ त यिनै माननीयले, होइन? कसका छोरी चेली रहेछन् हौ त्यस्तो सस्तो? अनि के खोजेको यिनीहरूले, के भनेको? ल के भनेको भन्नु त? त्यो माननीय जो बोल्दै थियो नि, त्यही माननीयले आफ्नो श्रीमती र छोरी लगेर त्यो धन्दामा राख्नु। त्यो भन्दै सम्पूर्ण पत्रकार साथीहरूलाई आजदेखि हाम्रो एक घर एक पर्चा निम्तोको कार्यक्रमलाई सबैजनाले खिचेर सोसियल मिडियामा प्रचार गरिदिनु होला। म तपाईँहरू साथीहरूलाई के भन्छु भने, युट्युबर साथीहरूलाई, हामीलाई ठुला मिडियाले साथ दिँदैनन्। उल्टो खेल्नु पर्यो भने चाहिँ 12 भाइ लाग्छन्, तर नभेटेर मात्रै हो। म के भन्छु भने, यो नेपाल बनाउने अभियान हो, नेपाल जोगाउने अभियान हो, नागरिक जोगाउने अभियान हो। तपाईँहरूले राम्रोसँगले ठाउँ ठाउँमा खिचिदिनुहोस्। नवराज दाई पनि अब लाग्नु भएको छ, ठिक छ त। राजन दाईले आफ्नो सुरु गर्नुभयो, ठिक छ। कमल दाईले आफ्नो गर्नुहोस्, ठिक हुन्छ। केशरबहादुर दाईले आफ्नो गर्नुहोस्, ठिक हुन्छ। काङ्ग्रेसले गरोस्, एमाले आफै निस्कियोस्, माओवादी झन् ठुलो झन्डा बोकेर निस्कियोस्, प्रचण्ड छ्याप्प जुङ्गामा ताउ लगाएर झन्डा लिएर निस्कियो भने झन् के भयो त? यहाँ केही भएको छैन। हामीसँग मेरो मुद्दा भनेको सर्वहारा वर्ग भुइँ मान्छेको मुद्दा हो। राष्ट्रपतिको ठाउँमा राजा हुँदैन, राजा भनेको राजै हुन्छ। त्यो नबुझेको, राष्ट्रपतिको ठाउँमा राजा हुँदैन, किङ भनेको नि के हुन्छ तपाईँलाई थाहा छ? बाघ भनेको जहिले बाघ हुन्छ क्या, बुझ्नुभयो? यहाँ सुन्नु न, तपाईँलाई म भनौँ त, यत्रो दल यत्रो शक्ति जम्मै होइन, राजा यिनीहरू नाच्नु र राजा हिँड्नुमा त फरक रहेछ नि त। राजा बोलेको छ, एउटा राजा बोल्नु भएको छ। एउटा राजाको प्रेस रिलिज आउँदा, एउटा बोल्दाखेरि फागुन 6 गते देशवासीका नाममा सन्देश दिँदाखेरि यिनीहरूको मथिङ्गल हल्लिएको छ त। राम्रो काम गरेको भए मथिङ्गल हल्लिन्थ्यो। त्यो राजालाई बोल्न बाध्य र दुर्गा प्रसादलाई विद्रोही कसले बनाएको भन्दा यिनीहरूले हो नि त। यो प्रश्न त यिनीहरूलाई गर्नुहोस्। र हामीले नि त्यस्तो खालको केही खोजेको होइन, यिनीहरूको विकल्प खोजेको। गणतन्त्रको विकल्प अरू केही हुन सक्दैन भन्छन्। गणतन्त्रको विकल्प भनेको राजतन्त्र हो, राज संस्था हो। गणतन्त्रको विकल्प भनेको दुर्गा प्रसाई हो। गणतन्त्रको विकल्प भनेको गणतन्त्र फेकेर नयाँ व्यवस्था ल्याउने हो, राजा सहितको। मेरो सम्पत्ति नि मेरो नातिले मुलुक नगरे तपाईँले मुज गर्ने, क्या कुरा गर्नुहुन्छ तपाईँ? मैले गरेको, मैले जोडिदिएको सम्पत्तिमा मेरो नातिले त मोज गर्छ त? कस्तो खालको कुरा गर्नु छ? मेरो साथ नातिले त राज गर्छ त कि तपाईँले गर्नुहुन्छ हौ? यही तपाईँले गर्दै हुँदा त बिग्रियो त। यहाँ कुरो बुझ्नु भएन? बिग्रेको यही हो। कुरो ठिक होइन कि देश एउटै व्यक्तिले त हिजो आर्जन गरेको नि। के त्यतिखेर केपी ओलीका बुवाले गरेको थियो, प्रचण्डका बुवाले गरेको थियो, शेरबहादुरका बुवाले गरेको थियो? अब नागरिकले स्वीकार नस्वीकार्दा आज माडवाडीको गोठालो भयो नि त। तपाईँहरूले कसको क्यामेरा बोकेर हिँड्नु भएको छ? पैसा कसलाई बुझाउनु हुँदैछ? हो, यो नबुझियोस्। माडवाडीको गोठालो हुनुभन्दा बुझ्नुभयो? नमर्दा कि स्वास्नी हुनुहुन्न, मर्दा कि रखेल हुनु भन्छ नि। यी तस्करहरूको नि काम गर्ने हुनुभन्दा राजाकै हुनुहोस् न तपाईँहरू। तपाईँलाई राजा आउँदा के बिग्रियो? के बिग्रियो? राजाले तपाईँको केही बिगारिदिएको छ? यिनीहरू 3 जनालाई दुर्गा प्रसाद एक्लै काफी कि 3टैलाई एक्लै? मलाई 3 वर्षदेखि चुनौती त। ल एक्लै ओपन, ल खेलौँ न, फाइटिङ खेल्ने, जे खेल्ने के खेल्ने हो, खेलौँ त। कुस्ती, काटा काट, तरबार हानाहान खेलौँ त, बन्दुक हानाहान पनि खेलौँ त। एक्लै काफी। के कुरा गर्नुहुन्छ तपाईँ? म राप्रपाका साथी जस्तो सुराल मुतेर हिँड्ने मान्छे हो। गणतन्त्रवादीहरूले के गर्दैछन् मलाई थाहा छैन। गणतन्त्र खतरामा पर्यो भन्ने त थाहा रहेछ नि त, थाहा रहेछ होइन? गणतन्त्र लगेर कसले खतरामा पारेको? दुर्गा प्रसाईले हो कि राजाले हो कि यिनै डाकाहरूले हो? राजाले त छोडिदिएको थियो त, गरी खाओ भनेर भन्दाखेरि
यिनीहरू गरी खाऊ भनेर दिएको त पशुपति नै खाने, एयरपोर्टै खाने, बाल मन्दिरै खाने, नेपालीलाई भुटानी बनाएर खाने, नेपालको पैसा कम्बोडिया लगेर राख्ने। के कुरा गर्नुहुन्छ तपाईँ? तपाईँ केवटा कुरो के बुझ्नुहोस् भने नि, यही गर्न दिएको हो त। त्यही भएर आफै लगेर गणतन्त्र अप्ठ्यारो पार्ने। अनि अहिले आएर गणतन्त्र जोगाउँछु भन्दा जोगिन्छ? हजुरबुवाले घिउ खाए, अहिले हात सुन्दा हुन्छ? गयो प्रचण्डको त्यो जमाना गयो। प्रचण्डलाई भनिदिनु, केपी शर्मा ओलीज्यूलाई पनि भनिदिनु, शेरबहादुर राईलाई पनि भनिदिनु, माधव कुमार नेपाललाई पनि भनिदिनु हो। के भनिदिनु भने बाबुरामलाई पनि भनिदिनु, 15 गते पछाडि यिनीहरूको देशमा बसाइ नै हुँदैन कि यत्राको तपाईँ टेन्सन गर्नुहुन्छ, त्यो छोडिदिनु न। को आउँदो रहेछ यिनीहरूको हेरौँ न हामी। म के भन्छु भने सम्पूर्ण नेपालीहरूलाई यिनीहरूले पठाएको बसमा हाम्रा मान्छे चढेर आउनु है। यहाँ आउने बेला चाहिँ हाम्रामा आउनुहोस्, हाम्रामा आउनुहोस्। हामी उनीहरूसँग भिड्न गएको होइन नि, हामी जाँदैनौँ भिड्न, हामी लडाइँ गर्दैनौँ। हामी नागरिक जोगाउन हिँडेको। राजा हिजो मन्दिरमा मात्रै जानुहुन्थ्यो, राजालाई त आज जुलुसमा नारामा उपस्थित हुने बनाएँ नि मैले। त्यो त बनाएको हो नि त। मेचीको किनारमा पहिलोचोटि कसले लगेको थियो? राप्रपाले लगेको थियो, कुनै राजावादीले लगेको थियो, मैले लगेको होइन, हामीले लगेको हो नि त। हाम्रा माग राजा आएपछि पुरा हुन्छन्। 20 लाखभन्दा मुनिको ऋण बिना 20 लाखभन्दा माथिको ऋण 25 वर्षमा तिर्ने मौका। त्यहाँभन्दा के चाहियो नेपालीलाई?